फेरि म तपाईँलाई हाम्रो वासरुममा एउटा चिज देखाउन चाहन्छु है त। जस्तो म बिहान आएँ अनि यहाँनिर सफा गरेँ, यिनीहरू सफा गरेँ होइन। अनि त्यस पछाडि यहाँनिर पनि खोलेँ कि मैले यसरी खोलेँ अनि यो पनि पुरै सफा गरेँ अनि यो यसरी लगाएँ होइन। अनि यो चाहिँ यसरी थियो क्या, यो चाहिँ यसरी राखेको छु है। अनि त्यहाँबाट म यहाँ तल यसो सफा गरेर यहाँ हुन्छ नि यसरी सफा गरेँ यता होइन मजाले यता गरेँ। अनि त्यहाँबाट यता सफा गरेँ, यो पनि सफा गरेर अनि तपाईँको यसरी उठ्दाखेरि चाहिँ छ नि ठ्याक्कै छ नि यहाँ ठ्याक्कै यसरी ठोक्यो क्या। तपाईँलाई अझै मजाले देखाउँछु, यसरी डङ्गै ठोक्यो क्या यहाँनिर। अनि मलाई यस्तो खतरा दुख्यो तर त्यत्रो खतरा दुख्दाखेरि पनि छ नि मलाई रिस चाहिँ खत्रै उठेको थियो। तर मैले हुन्छ नि मैले त्यो गाली गर्ने शब्द चाहिँ निक्लेन क्या। यो खिल निकाल्दाखेरि चाहिँ हुन्छ नि मलाई धैर्य धारण गर्ने शक्ति मिल्यो क्या। मलाई हुन्छ नि जे पाए त्यही बोल्न चाहिँ आएन होइन। एकदमै दुख्यो, मलाई गाह्रो भएको थियो, यस्तो दुखिरहेको छ अहिले पनि होइन। त्यही हो। र तपाईँहरूले पनि यस्तो गल्ती नगर्नु होला अबदेखि। यो चाहिँ छ नि यो चाहिँ यो भित्र यसरी खोलेर सफा गरिसके पछाडि तपाईँहरूले चाहिँ यो राम्रोसँग लगाउनु होला। मैले जस्तो गल्ती नगर्नु होला तपाईँहरूले। त्यही हो, त्यसैको लागि मैले चाहिँ यो भिडियो बनाएको। तपाईँहरू पनि सचेतन होला, सबैलाई सक्दो सेयर गर्नु होला है त गाइस। मैले जस्तो गल्ती नगर्नु होला। थ्याङ्क यू सो मच।